फेसबुकले अर्निङ भन्दा धेरै चाहिँ बोनस दिन थालेको छ र के हजुरले पनि यसरी बोनस लिइराख्नु भएको छ र धेरैजना साथीहरूले मलाई यो बोनस चाहिँ कसरी लिने हो मेरोमा त बोनस आउँदैन भनेर सोधिराख्नु भएको हुन्छ र एक्टिभ नगरे कसरी आउँछ त एक्टिभ गर्नुपर्ने हुन्छ तब मात्रै हजुरको बोनस पाउन सक्नुहुनेछ र कसरी एक्टिभ गर्ने यसको लागि चाहिँ यो भिडियो अन्तिमसम्म हेर्नु होला है त। सबैभन्दा पहिले आफ्नो फेसबुक प्रोफाइलमा आउनु होला र यसपछि यहाँ ड्याशबोर्ड देख्न सक्नुहुन्छ ड्याशबोर्डमा क्लिक गर्नु होला। यसरी ड्याशबोर्डमा क्लिक गरिसकेपछि यहाँ रहेको छ मोनिटाइज भनेर रहेको छ यो मोनिटाइजमा क्लिक गर्नु होला र यसरी मोनिटाइजमा क्लिक गरिसकेपछि यहाँ हजुरको रहेको छ कन्टेन्ट मोनिटाइज भनेर देखाएको छ भने यसमा क्लिक गर्नु होला। यो कन्टेन्ट मोनिटाइजमा क्लिक गर्नु होला यसपछि थोरै यसरी स्क्रल डाउन गर्नु होला। स्क्रल डाउन गरिसकेपछि हजुरको यहाँ देख्न सक्नुहुन्छ एक्स्ट्रा बोनस भनेर रहेको छ यसमा सी अल गरिदिनु होला र यसरी यहाँ आइसकेपछि हामीले चाहिँ यसलाई एक्टिभ गर्नुपर्ने हुन्छ। एउटा चाहिँ हाम्रो $60 को आएको छ भने यहाँ मुनितिर देख्न सक्नुहुनेछ $6 को आएको छ यसलाई यसरी एक्टिभ गर्नु होला र मैले यहाँ एक्टिभ गरेँ र यसरी एक्टिभ गरिसकेपछि यहाँ चाहिँ हामीलाई जुन 50,000 भ्युज पुर्याएपछि मात्रै हामीले चाहिँ यो $60 बोनस पाउन सकिन्छ र यसपछि ब्याक आए र ब्याक आइसकेपछि यहाँ मुनितिर रहेको छ अर्को चाहिँ फेरि यसलाई पनि हामीले एक्टिभ गर्नुपर्ने हुन्छ। यसरी एक्टिभ गरिदिनु होला। हाम्रो चाहिँ यहाँ 7 दिनमा चाहिँ हामीले 6वटा पोस्ट गर्नुपर्ने हुन्छ ग्रुप पोस्ट 6वटा ग्रुप पोस्ट गरिसकेपछि हाम्रो चाहिँ यो $6 पनि हामीले बोनस पाउन सकिन्छ है त। र यदि हजुरले पनि यसरी बोनस लिइराख्नु भएको छैन भने यसरी एक्टिभ गरेर बोनस लिन सक्नुहुनेछ। धन्यवाद।